आफै बुझ्नु होला कहाँ गयो हामी। अम्बो अम्बो केटाहरूसँग यसो घुम्न आएको शिवझटा घुम्न आएको है। शिवझटा आएको यस्तो खतरा रहेछ ठाउँ त आम्मा मान्छे कसरी यसो रिस्क लिँदै आउँछ यार। आज हामी पनि पूर्ण भाइहरूसँग यसो ग्याङ मिलेर आएको। तपाईहरु पनि धरानदेखि आउनुभयो? हजुर हजुर ल धन्यवाद तपाईँलाई सजेसनको लागि। हस् क्या गरे? हेलो भाइ रिक्स अरे नजाऊ हारिसके। तपाईँ हामी चाहिँ खेलिकन आएको ए हो ल ए ल ल गोपाल उहाँ छ आउँदैछ। केटाहरू फर्के। अनि मराइ पनि इङ्ग्लिस हुँदो रहेछ नि अन द स्पट। एउटा बाँदर मात्र त्यहाँ माथि पुग्यो भन्दा नि त्यहाँ हेर्नु त क्यामेरा त डढायो नि यही पनि त रिक्स हो नि हेर्नु त कस्तो डेन्जर छ नि। यो चाहिँ प्रायः पर मेन बाटोबाट बन्द गरिदिनु पर्ने कि। के हेरेको यस्तो एउटा पर आउँदैछ एउटा फिर्ता गयो। यो विजय बनायो त चल्दिनु पर्ला। कहाँ हो तुम्बुले भनेको फेरि? सत्रको फेरि खोला 17 17 ए जम्मा झन् नजिक पर्छ तर सबै यो पानी छ कि छैन भन्ने हुन्छ नि त। गुलियो चिज खोला त सेरा खोला एघारै छेउते खोला दामी छ आउनु। सम्झिने पानी छम्किने मात्रै रहेछ। डेन्जर लाग्यो ठाउँहरूमा आउँदिनँ नेक्स्ट टाइम। कम्ती 15 वर्ष आउँदिनँ बाँच्यो भने। हाम्रो भागमा परेछ नि त अब बोक्नु पर्ने। खाएर चल्दैन भुँडीमा बोकेर चल्नु पर्छ नै फुट्छ। के गरे लु डिसिसन गरौँ। एकछिन बसौँ अनि सोचौँ। एकछिन माथि नै बसेर माथि बस्दा धेरै सोचिन्छ। यिनीहरू पौडी पीडितहरू पौडी पीडितहरू। अब तपाईँहरू सबैलाई शिवझटा आउनु छ भने चाहिँ सम्पूर्ण कुरा बुझेर आउनुहोस् होला। यहाँ हामीले धोका पायौँ ढिलो आयौँ कहाँ जाने भन्दा अन्त शिवझटा आएको। बाटो पनि रड्डी छ है पानी परेर नै चिप्लिन्छ। आउँछ सानो छोटो आउँछ। ठिक छ आज टिङ 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 निन्जा टेक्निक नत्र कति भन्यो चल्दिनु पर्छ। तमरे जाने अब यहाँ कोका आएको हो पूर्ण सुमेक दिगो हामी सेरा अनि हाम्रो यान अर्को भाइ सबैजना आएको खत्तम बनायो आज। के गर्ने होला कसो गर्ने होला माथि गएर बियर खाउँ भनेर बियर सेयर किनेको हो। अब यो लोकेसन क्यान्सल भयो। अब अर्को लोकेसन हन्टिङमा जाने हो। अब शिवझटाको चाहिँ बाई बाई गरेर अब हामी नाटेको। शिवझटाको अपार असफलतापछि अब विष्णु पादेको हुँदै एकदम पीडित अवस्थामा दुईवटा बाइकमा चाहिँ हामी आइपुग्यौँ। कहाँ जानु लाग्यो हामी? कोका खोला है। विष्णु पादेको शिवझटा चाहिँ हामी पानी लिनु गयो यस्तो मात्रै भएर चाहिँ 3 बोतल पानी लिएर आयौँ। अब हाम्रो दुईवटा केटाहरू आउनु बाँकी नै छ।
मेरो पहिलोचोटि नै होला यो बाटो तर आज पहिलो गाँसमा ढुङ्गा जस्तै भइरहेछ ल हाम्रो सेफहरू आयो किचनहरू यिनीहरू आएन भने हामी भोकै हुन्छौँ भन्ने पुरा चुहिएको छ होइन त्यहाँ तेल निक्लेको राम्रै भयो भुँडी दुख्दैन यो म त जानु बित्तिकै सिरोमा चाहिँ हान्दिनँ भनेको उडिसकेको छ भोक लागिसक्यो पानी पनि मिरिन्डा जस्तो भइसकेको छ यो कुन ठाउँ अरे दाइको फर्स्ट प्रश्न अङ्कलको फर्स्ट प्रश्न नै यही आउँछ कि अनि मलाई नै थाहा छैन क्या अब यो यो त झर्नु पर्छ पर्दैन होला पर्छ 20 बजे गयो आमामा कम्ती टाढो छैन त यो त आमामा अझै बाटोमा खिच्नु पाइनँ र पो त अब तपाईँलाई म दाइ नै भन्छु मैले हङकङमा अनि एप्रुभल दिएको होइन यो भेटनाममा वार गर्दाको केरा अरे आर्मीले भनेको आज निन्जा टेक्निक लगायो होला नि केटाहरूले बाइकमा बस्नेलाई छाल्ला भइसक्यो कस्तो कुन छाला यताको ए नाङ्गै बस्दिनु पर्छ भनेर बिप आफैले बुझेछ है जापानिज ल्याङ्ग्वेज हाल्नु न तेरियामा मरिसके मुख छाडेकोमा चाहिँ क्या कोका कोका मात्र क्या कोका आसिताना हावामा क्या त्यो भनेको आफैले थाहा छैन जापानिज छाडे हो भन्थ्यो औद्योगिक क्षेत्रको नेपाल प्लास्टिकको काम कहाँ हिँड्नु हो केटाले आज एभ्री नाइट इन माई ड्रिम्स बनाइहाले यहाँ झोलिङ पुल रहेछ वास्तवमा हामी आएको चाहिँ जस्ट यसो रमाइलो गर्नु मात्रै आएको यो अन्तहीन यात्रा भने जस्तो जपमा क्या हिँडेको छ होइन कहाँ हिँडेको जुलै बस्यो भने अमिलो भइसक्यो त्यतिर गाइड नै अनभिज्ञ रहेछ झोलिङ कहाँ जान्छ झोलिङ पुग्यो यताबाट यता बनाएको छ रातो भएछ मान्छे पानी छ भने त यहाँ अलिकति पानी बग्ने ठाउँ मात्रै रहेछ क्या यो चाहिँ फेरि लेउ लागेकोले पानी पानी उता उता बग्दो रहेछ पानी कहाँ लग्यो केटाहरूले यार आइरनमा केटाहरूले यार हिँडेको हिँडेछ कहाँ हिँडेको हो कता हिँडेको कसलाई भेट्न हिँडेको किन हिँडेको एउटा उहाँ गाइड भएर अगाडि अगाडि हिँडेको छ आलु नम्बर बिउ पलाउने बेला भइसक्यो 1 बजी आलुदम बोकेर हिँडेको अहिले 4:30 हुन आँटिसक्यो नो डेस्टिनेसन आएको छैन बन्द आलुको आयो त हल्का मिसन सक्सेस मिसन सक्सेस भयो हावा दिशा आयो मन चपी लगाएर पनि जोता लगाएर खत्तम भयो अनि केटाहरू यस्तो मारिस रमाउँछ भने समुद्रमा त कति रमाउँछ ल मजा आयो
मिसन सक्सेस भएकोमा मिसन सक्सेस स्टिल वकिङ 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 स्टिल वकिङ हिँडिया छ कहाँ हिँड्या हो केटाले पुलो खोल्यो क्या बाँच्नु पायो त होइन ओ आलुदम पुलो गर्नु कि बिहा छ यतातिर दोकानहरू छ कि छैन ए बेसार खेती जस्तो लाग्यो होइन एमजी मकै पाक्न आँटेछ ओ डेन्जर यहाँ एउटा घर देखियो त्यहाँदेखि बाइक छैन खोल्ला बारी केराबारी थिप्सानी अरे ए आफ्नो हात जग्गा त्यत्तिकै पोल्दा बेसार चाहिँ टन्नै हुँदो रहेछ त्यही भएर बेच्नु पारेर गएको बेसार भन्छ नि सायद पनि बेसारै होला गाउँले जीवन बाख्रा के चर्छ चर्ने ठाउँ यता छ अब यता ढुङ्गा छ अब चर्दैछ फेरि के चरेको होला नि उनीहरूको खानेकुरा के अब हामी चिन्दैनौँ यो त हङकङमा गएको हाइकिङ भन्दा पनि कडा पो लाग्यो त ओ माइ गड झन् बाइकमा आएको बाइकमा शिवजट्टा गएर त्यहाँ ठाउँ नपाएर फर्केर हिँडेको छौँ केटाहरू जाँदैछ म सबभन्दा पछाडि भिडियो बनाउँदैछु अगाडि पूर्ण छ त्यसपछि रुपेश छ त्यसपछि सुमेक छ त्यसपछि एन छ एन्ड देन कति राम्रो फुल हो होइन यो गाउँ आउने बाटो यही मात्रै हो कि के हो अर्को बाटो छैन यसै गाडीको बाटो जस्तो एउटा हुन्छ नि कच्ची बाटो यही ठुलो बाटो यो त बाटै होइन नि यो त मान्छे हिँडेर रेगुलर हिँडेर एउटा उयो भएको त्यहाँहरूको घर देखियो फेरि केटाहरूले चाम्रे पुलाउ र आलुदम हुनुलाई यहाँ ल्याइ पुऱ्याए अझै बाँकी छ हिँड्नु यो त 3 दिनको प्याकेज बनाएर आउनुपर्ने रहेछ त अब तपाईँहरूलाई एउटा जानकारी गरौँ अब यो ठाउँ आउँदा चाहिँ टेन्टहरू लिएर आउनु होला नेक्स्ट टाइम चट्ट बस्ने गरी गाउँले जीवन छेउछाउमा गाउँको भाइ किनभने तर आउँदा चाहिँ पर धरानबाटै हिँडेर आउनु होला गाडी बाइक साइकल लिएर नलिएर आउनु होला किनभने त्यो हाइक जस्तो क्याम्पिङ जस्तो पनि हुँदैन तर एउटा डेस्टिनेसन चाहिँ थाहा हुनु पर्यो यहाँबाट हामी हिँडे जस्तो होइन कि कहाँ गएको ओ माई गॉड हिँडेको छ नि यस्तै चाहिँ खोलातिरै पो जाँदैछ चाहिँ ए बाबा साग सार्क भनेको कि साग खाने साग ए खोले साग ओ म चाहिँ यहाँ तलबाट गएँ केटाहरू उतार ए डिगोसले डस दिइहाल्यो नि खोले साग चाहिँ यहाँ पाउनु रहेछ
सिमी साग यही हो खोला भएर खोले साग भन्छ सिमी टिप्ने साग के टिप्नुलाई अनि सफ्टवेयर चाहिँदैन त हौ भने यतिको घात पनि निकालेर जानु यो टिप्नुलाई चाहिँ के गर्नुपर्छ भने नि पहिला गुगलको स्टोरमा जानु पऱ्यो अनि एप हुन्छ होइन साग कसरी टिप्ने भनेर त्यो एप डाउनलोड गरेपछि त्यसरी टिप्ने त्यसले भनिहाल्छ सबै यो साग चाहिँ आफ्नो आफ्नो हो क्या हो ए घर चाहिँ यतै तपाईँको घर यतै हो घर यतै हो भनेको नि ए ए सिमे साग रहेछ है यो हामी त टिप्दिनौँ हामी यहीँ धरानबाट आएको हुन चाहिँ खोइ कहाँ हिँडेको लगेछन् अगाडिको मान्छेलाई थाहा थियो यहाँ पानी जम्मा गरेछ यहाँ गाउँको एकजना दाइ हो कि भाइ हुनुहुँदो रहेछ उहाँले तरकारी टिप्नु हुँदै थियो साग अनि मैले सोधेँ घर कहाँ भनेर उहाँले भन्नुभयो यहीँ अनि उहाँले सोध्नुभयो घर कहाँ भनेर मैले यहीँ धरान हो भनेको अनि कहाँ हिँड्नुभयो भनेर सोधो अब मलाई पनि थाहा छैन कहाँ हिँडेको के भन्ने मैले केही भनिनँ सायद पानीको मुहान नै हो कि क्या हो ओ भतिसको मैले दामी फोटो खिचेको छु नि एउटा गएको रहेछ पानी जाइरहेछ आयो वा इपी बुर्रे यहाँ उयो त रहेछ नि अन द डेट अन द स्पोट टाउकोमा लाग्ने खालको यो त अस्ति दसैँ पाहाडबाट फर्किँदाखेरि पुरा इलामतिर पहिरो गएको थियो 5 तिर पहिरो बाढी गएको बेलाको याद पो आयो त यस्तैमा बाइक बोकेर रमेश र मैले धरान ल्याइ पुर्यायो वाइट के हो यो खोलाको नाम चाहिँ कोका-कोला ए यही हो आइपुगेछ त कोका-कोलाको मुहान असो होइन के पो नाम हो त असो असो के मगर हो त किन मगर भएको त चिने मलाई म सुरज दाइ हो अरे अरे हो नि के गरेन हो अरे त्यो हाम्रो एकजना पुरानो भाइ व्यक्ति अशोक भन्ने अनि उसँग एकछिन गफ गऱ्यो के भयो केटाले त भित्ता साम्न थाल्यो त के गरेको जस्तो आमामा खजुरा नि हो निक्ली भाइ निक्ली ओ ड्राइगन झन्डै सहित भयो यो भिडियो खिच्नु 4:30 हुन आँटेछ स्टिल हिँडेकै नै छौँ हामीलाई बर्बाद बनायो सुन्नु पानीको आवाज खोला उठ्दैछ पानी पहिला सानोमा खोला गरेर याद पाएँ पारी जानुपर्ने जुत्ता खोल भन्छ केटाहरूलाई
तारेर उकालो एउटा चिप्लो छ पिरामिड हिल चढ गया भयो स्टिल जाँदैछौँ कहाँ हिँडेको again walking अहिले खोला पारीबाट हिँडेको थियौँ अहिले खोला हुवारीबाट हिँड्दैछौँ हिँडेको छौँ हिँडेछौँ फेरि आयो के आयो पाइप आयो सायद त पाइप हो घरमा गएको पाइपै हो कि के हो अहिले यता गएको छ कताबाट लाग्यो पाइप आइडिया भएन उहिले चाहिँ ठुलो पाइप एउटा ल यहाँ कसले दुधो पारिहालेछ नि पानी लिक भएको यो त चुलिनसम्म पर्वतसम्म आउन छ यसै गर्छु यसै गर्छु मिहिनेत चाहिँ गरेको थियो यतिको तर यो दीर्घकालीन त हुन्न होला हौ मान्छे मेरो आफ्नो विचार हो फेरि तान्नु यो मेरो जुत्ता भएर डेन्जर बाटो हिँड्नु थालेँ यहाँ पनि पानी दुला पारेको छ तर चेक गर्नुलाई होला है पानी छ कि छैन वाउ खोइ बाटो यहाँबाट आउँछ एउटा पाइप सिधै माथि गयो एउटा पाइप चाहिँ यहाँबाट दुईवटासम्म लाग्यो तर बिजु चाहिँ दुलो पारेको चाहिँ बुझिएन हौ पानी चेक गरेको हो कि आरसीले दुलो पारिदिएको हो कि ओहो यो त एनाकोन्डा जस्तो अरू बसिरहेको छ अनि लाग्यो कहाँ गयो केटाहरू यार त्यहाँ अघि एउटाले गाउँले मुहानमा चाहिँ यसो उ नगर्ने भन्थ्यो त्यही भएर यता आएको होला केटाहरू साइवानतिर गएको याद आयो त मलाई साइवान भ्यालीदेखि माथि गएपछि के आउँछ नाम बिर्सेँ मैले केटाहरू नाङ्गे भुत्तिङ्गे हुँदैछन् म हिँडेको हिँड्दैछु ल यो चाहिँ अब फ्यामिली सो हो कि बन्द गरेँ मैले डेन्जर त्यहाँ पनि रहेछ शिव झट्टा जस्तै डेन्जर अब यस्तो ठाउँबाट पाइप लागेको दुःख त गरेको हो यसलाई नकार्न सकिन्न अब यो चाहिँ मुहानभन्दा निकै तल आएर खेल्न पाइयो मुहानको पानी मैला भएन
केटाले खाजा बनाउँदैछ भोक लाग्यो अरे धरान बजार यो हो धरान बजार अहिले हामी चाहिँ यताबाट आएको धरान बजार डाँडाबाट देखेको अनि यो ठाउँको नाम चाहिँ रुङफङ मोड कुन भएको यो धरानको यता 15 हो यो पढ्न यो म यो सुमे यो नानी